सो हेलो गाइस, आज म जाँदैछु कहाँ भन्दा धान त हिजो काटियो। आज धान बोक्न जानु यति सुरको घाम छ नि कस्तो यो भएछ। म रेडी भएँ धान बोक्नलाई। धान बोक्यो आमा त यहाँ शीतलामा बिछाउन आएको। यहाँ तल पुरै यो खरहरू छ, पुरै खरहरू छ। म डराएको यसरी बसेछु, यसरी कता जुकाउने हो कि भनेर यहाँ बसेछु। यता यता नाचो कहाँ हालेन र नि त। हामी यसो बिछाउन आएको। घाम पनि कति चर्कियो नि त, कता कति चर्कियो टक्क परेको घाम छ कि फेरि घाम पनि होइन। बिछाउन आयो नि यस्तो झाडीमा ल्याएर आमाले बिछाउनु भयो। म तल जाऊँ न त, तल कुद्थ्यौँ यसो बिछाउँ भनेर भनेको त यहाँ अब चल्छ अरे के आयो जुका यामेको माथि चढ्यो बसिन्छ। भ्याइयो कति मजा घाउ छ र। चस्मा लाग्दा नि के पर्छ भ्याइयो। फाइनली गाइज ल्याउ त नि काम भएर चस्मा किन लगाएको काम गर्दा नि भनेर भन्यो भने घाम यस्तो छ अनि आँखामा लाग्छ पनि। अनि यो घुरहरू पनि पस्दैन भनेर के म कामरसमा केही परेन। अहिले के पऱ्यो। यो गाइज हाम्रो धान बोकाएर